नमस्कार, मेरो नाम डाक्टर अनिल कुमार महतो। म फिजियोथेरापिस्ट विगत 10 वर्षदेखि। फिजियोथेरापी वास्तवमा अहिले भन्नुपर्दाखेरि एउटा भनौँ नर्मली हामीले फिजियो र थेरापी भन्दाखेरि फिजियो भनेको फिजिकल बुझ्छौँ हामीले कमन भाषामा, थेरापी भनेको ट्रिटमेन्ट बुझ्छौँ। भनेपछि कुनै पनि फिजिकल डिसेबिलिटी हाम्रो शरीरमा भयो र त्यसलाई हामीले चाहिँ विभिन्न किसिमको एक्सर्साइजबाट, विभिन्न किसिमको बाहिरी पद्धति भनौँ इलेक्ट्रोथेरापीबाट, म्यानुअल थेरापीबाट जुन ट्रिटमेन्ट गर्छौँ र ठिक पार्छौँ, कमन बेसमा चाहिँ त्यसलाई हामीले फिजियोथेरापी भन्छौँ। तर वास्तवमा फिजियोथेरापी भन्दाखेरि फिजियोथेरापी एउटा मेडिकल साइन्सको ब्रान्च हो, जसमा चाहिँ हामीले चाहिँ विभिन्न डिपार्टमा जस्तै अब अर्थो सम्बन्धी भयो, न्युरो सम्बन्धी भयो, कार्डियो सम्बन्धी भयो, जेरियाट्रिक भनौँ अब बुढेसकालमा लाग्ने धेरै किसिमको रोगहरू हुन्छन् नसाको, बच्चाहरूको मानसिक समस्याहरू, बच्चाहरूको डेभलपमेन्टल ग्रोथ जुन राम्रो नभएको त्यस्तो केसेसहरूमा चाहिँ एउटा रिहेबिलिटेसन पद्धति भनेको एउटा रिगेन ब्याक टु नर्मल, एउटा डिसेबल पर्सनलाई नर्मल ल्याउनको लागि जति पनि पद्धति अपनाइन्छन्, जस्तै अब अघि पनि मैले भनिहालेँ इलेक्ट्रोथेरापी, एक्सर्साइज थेरापी र म्यानुअल थेरापीको पद्धतिबाट हामीले चाहिँ जुन ट्रिटमेन्ट गर्छौँ र एउटा व्यक्तिलाई नर्मल बनाउँछौँ, त्यसलाई समग्रमा हामीले चाहिँ फिजियोथेरापी भन्छौँ। फिजियोथेरापीको मेन इन्टेन्सन, मेन फोकस भनेको यो साइड इफेक्ट बिना हामीले चाहिँ ट्रिटमेन्ट गर्छौँ। यसमा मुख्य कुरो के हो भन्दाखेरि जति पनि ट्रिटमेन्ट हाम्रो हुन्छ, हामी यसमा चाहिँ एउटा बिरामीलाई चाहिँ कन्फिडेन्स के दिन सक्छौँ भने तपाईँको यो ट्रिटमेन्ट तपाईँ 5 दिन गर्नुहोस्, 15 दिन गर्नुहोस्, महिना दिन गर्नुहोस् अथवा लाइफ टाइमै गर्नुहोस्, यसको साइड इफेक्ट चाहिँ हुँदैन। तर कुनै पनि किसिमको ओभरडोज भयो भने डेफिनेटली त्यसले चाहिँ नराम्रो गर्छन्। सपोज हामीले खानै खाँदाखेरि हाम्रो क्यापेसिटीभन्दा अलिकति बढी खायो भने त्यसले चाहिँ शरीरले नराम्रो गर्छ। त्यस्तै यसमा पनि कुनै केसेसहरूमा चाहिँ अब एक्सर्साइजको ओभरडोज भयो, ट्रिटमेन्टको ओभरडोज भयो भने डेफिनेटली त्यसले बिगार्छन्। तर यो बाहिरी पद्धति भएको कारणले गर्दाखेरि यसले चाहिँ हामीले साइड इफेक्ट चाहिँ त्यति गर्दैन। फिजियोथेरापी पहिले हामीले बुझ्नु पर्दाखेरि एउटा नर्मल व्यक्ति जसलाई रोगै लागेको छैन, जसलाई केही पनि छैन, लाइक हि इज फिट फर हिज लाइफ भन्दाखेरि आफ्नो लाइफमा एकदम फिट छ र एकदमै आफ्नो नर्मल डेली लिभिङ स्ट्यान्डर्ड छ, राम्रो गरिरहेको छ भने त्यस्तो व्यक्तिलाई पनि फिजियोथेरापी चाहिन्छन्। र एउटा रोग लागेको व्यक्ति जो एउटा डिसेबल छ अथवा भनौँ एउटा समस्याबाट गुज्रिरहेको छ भने त्यस्तालाई पनि फिजियोथेरापी चाहिन्छ। समस्यामा भन्दाखेरि हामीले चाहिँ बढी फोकस चाहिँ के गर्छौँ भन्दाखेरि यो परिभाषामा पनि मैले भनिसकेँ, यो हार्ट सम्बन्धी जति पनि सुकै रोगहरू हुन्छन्, जस्तै अब डिजेनरेटिभ डिजिज भनौँ, बातको समस्या भनौँ, जोइन्ट्सहरू खिन थाल्यो अथवा जोइन्ट्सहरू बाङ्गिन थाल्यो अथवा नसाको समस्याहरू, नसा चापिएको समस्याहरू हुन्छ, मुख बाङ्गिने समस्याहरू हुन्छ, डेभलपमेन्टल ग्रोथ राम्रो भएको हुँदैन, त्यस्तो बच्चाहरूलाई चाहिँ रिगेन ब्याक गर्नको लागि कार्डियाकमा जस्तै अब पोस्ट अप र प्रि अप भन्छौँ हामी, जस्तै अब कार्डियाक कुनै सर्जरी गर्नु पऱ्यो भने त्योभन्दा पहिले पनि फिजियोथेरापी गरेर पेसेन्टलाई फिट बनाउनुपर्छ। अपरेसन गरे पश्चात पनि हामीले त्यसलाई चाहिँ रिह्याब चाहिँ दिनुपर्छ ताकि त्यसले आफ्नो नर्मल लाइफस्टाइलमा चाहिँ जानुलाई सजिलो होस्। हेमिप्लेजिया भनौँ, क्वाड्रिप्लेजिया, मोनोप्लेजिया जस्तै एउटा भाग नचल्ने, एउटा हात नचल्ने, एउटा खुट्टा नचल्ने त्यस्तो व्यक्तिलाई पनि हामीले स्पेसली रिहेबिलिटेसन गराएर तिनीहरूलाई चाहिँ नर्मल बनाउँछौँ। र यसमा अर्को कुरो म के थप्न चाहन्छु भने हाम्रो नेपालको कन्टेक्स्टमा चाहिँ एउटा प्रेग्नेन्सी गाइने सम्बन्धी पनि एउटा स्पेसल फिजियोथेरापी हुन्छन्, जुन सायद हाम्रो यहाँ चाहिँ अवेरनेसको कमीले गर्दा र यो मेडिकलमा पनि अब प्राय गाइनोहरूमा चाहिँ त्यति ध्यान नदिएकोले गर्दा चाहिँ यो त्यति अवेरनेस भइसकेका छैनन् यहाँ। त्यस्तो केसेसमा जस्तो प्रेग्नेन्सीको केसमा चाहिँ फिजियोथेरापी गर्दाखेरि उसको धेरै कम्प्लिकेसनहरूलाई हामीले मेन्टेन गर्न सक्छौँ। एउटा नर्मल डेलिभरी पनि घरमा गर्न सकिन्छन्, सिएस अपरेसनबाट चाहिँ सिजेरियनबाट पनि बच्न सक्छन्, त्यसले चाहिँ बिना अपरेसन बच्चालाई चाहिँ राम्रो डेलिभरी गर्न सक्छन्। त्यस्तो अवस्थालाई कसरी मेन्टेन गर्ने, कसरी पोजिसनलाई केयर गर्ने, प्रेग्नेन्सीको टाइममा कुन कम्प्लिकेसनहरू आउँछन्, त्यो कम्प्लिकेसनहरूलाई पनि मेन्टेन गर्नको लागि फिजियोथेरापी उत्तिकै इम्पोर्टेन्ट हुन्छ। तपाईँको मैले अब लाइफस्टाइल मोडिफिकेसनको कुरो गर्दाखेरि हाम्रो लाइफमा चाहिँ बिहान सुतेर उठेपछि र बेलुका सुत्नुभन्दा पहिलेसम्म जुन हामी कार्य गर्छौँ दिनभरि, जस्तो भन्यो एउटा सिम्पल ब्रस गर्ने, नुहाउने, सावर लिने, टेबलमा बसेर कुर्सीमा बसेर खाना खानेदेखि लिएर भनौँ आफ्नो दैनिक अफिसियल काम होस् चाहे कुनै पनि काम होस्, त्यो सबैको एउटा पोस्चर हामीले भन्छौँ। लाइफस्टाइल मोडिफिकेसन भने पोस्चर मेन कुरो हुन्छ। त्यो पोस्चरलाई हामीले मेन्टेन गराउँछौँ। त्यो पोस्चर हामीले मेन्टेन गऱ्यौँ र प्रोपर वेमा हामीले त्यसलाई चाहिँ फलोअप गर्दै गयो भने त्यो घरमै यस कुरोहरूलाई मेन्टेन गर्न सकिन्छ। फिजियोथेरापी भनेको यस्तो बेस्ट कुरो हो कि फिजियोथेरापीको मैले अघि परिभाषामा पनि भनिसकेँ कि यसको साइड इफेक्ट छँदै छैन। तर कुनै पनि कुरो ओभरडोज भयो भने त्यसले चाहिँ भोलि गएर हाम्रो शरीरले चाहिँ नराम्रो गर्छ।
मुख्य कुरो के हो भने हामीले आफ्नो लाइफमा दैनिक कार्य जीवनशैली छन् त्यसलाई हामीले अलिकति मात्रै मेन्टेन गर्यो आफ्नो लाइफमा भने यो ढाडको समस्या हड्डी खिने समस्या लाइफमै आउँदैन र यसलाई हामीले घरमै यसलाई चाहिँ मजाले समाधान गर्न सक्छौँ मेन्टेन गर्नुस् लाइफस्टाइल केयर गर्नुस् एक्सर्साइज रेगुलर गर्नुस् समस्या अटोमेटिक समाधान हुन्छ अब हामी सबैलाई थाहा छ अब रामदेव बाबाको योगा एक्सर्साइजहरू अब यो त वर्ल्डभरि नै व्यापक भइसक्यो भनेपछि अब कति बिरामी यहाँ हाम्रो आउँछन् अब मैले उसलाई रिजन सोद्धाखेरि टिभीमा मैले रामदेव बाबाको एक्सर्साइज हेरेँ अनि त्यो गरेँ त्यसपछि मलाई दुखाइ बढ्यो त्यो किन बढ्यो भन्दाखेरि त्यसको बेसिक रिजन हामीले फिजियोथेरापीबाट हामीले दिन्छौँ एज अ फिजियोथेरापिस्ट म चाहिँ के भन्छु भने अब रामदेव बाबा हाम्रो एक्ज्याक्टली फिजियोथेरापिस्ट होइनन् उहाँले पनि एउटा अनुभवबाट आफ्नो एक्सपिरियन्सबाट उहाँले चाहिँ एउटा लाइन सुरु गर्नुभएको छ त्यसले बिरामीलाई धेरै फाइदा पनि भएको छ तर मैले चाहिँ के सजेस्ट गर्न चाहन्छु भने यदि तपाईँलाई कुनै समस्या छ नर्मल व्यक्तिले योगा गर्न राम्रो कुरो छ तपाईँले आरामले गर्न सक्नुहुन्छ तर तपाईँको ढाडको समस्या छ घुँडाको समस्या छ भने योगामा आसनमा अथवा फिजियोथेरापीको एक्सर्साइजमा तपाईँले चाहिँ कुन गर्दाखेरि बेटर हुन्छ जस्तै अब ब्याक पेनमा तपाईँको अब 10औं किसिमको तपाईँको कन्डिसन हुन्छ ब्याक अब कसरी कसरी च्यापिएको छ हैन एक्सट्रुजन छ कि प्रोट्रुजन छ कि लिस्थेसिस छ भनेपछि हामीले चाहिँ त्यो पार्ट हेरेर हामीले चाहिँ ठ्याक्कै त्यो अनुसारको एक्सर्साइज बताउँछौँ फर्स्टमा यो गर्नुहोस् सेकेन्डमा यो गर्नुहोस् थर्डमा यो गर्नुहोस् भनेर हामीले तरिका बताउँछौँ त्यो तरिकाले तपाईँलाई चाहिँ फलोअप गर्छ त्यो तरिका हामीले मेन्टेन गरेन भने त्यसले चाहिँ हामीले बिगारेर भोलि गएर तपाईँलाई अब नभएको समस्याहरू पनि भएर आउँछन् त्यस्तो कुरोहरू चाहिँ एकदमै हामीले ख्याल गर्नुपर्छ अब फाइनली चाहिँ अब मैले अवेरनेसको कुरो आउँदाखेरि चाहिँ म डेफिनेटली यसमा अझै पनि नेपालको कन्टेक्स्टमा हेर्नुभयो भने दुर्गमतिर भनौँ अथवा इभन काठमाडौँकै कन्टेक्स्टमा पनि धेरै बिरामी मान्छेहरूले चाहिँ अब अहिले पनि भन्छन् कि मलाई धेरै पेन भइरहेछ एउटा औषधि दिनुहोस् सुई लगाइदिनुहोस् इमिडिएट मलाई पेन रिलिफ चाहियो तर म उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने प्लिज औषधि सकभर धेरै युज नगर्नुहोस् तपाईँको समस्या जुन छन् त्यसलाई केही समय लागेर त्यसलाई पर्मानेन्ट सोल्युसनतिर जानुहोस् ताकि भोलि गएर तपाईँलाई त्यो औषधि खाएर जुन धेरै थरीको साइड इफेक्ट आउँछन् त्यसबाट बच्नुहोस् तपाईँको रोग लागेको रोगलाई चाहिँ फिजियोथेरापीको माध्यमबाट पोस्चर केयरबाट तपाईँले घरमै त्यसलाई चाहिँ समाधान गर्नुहोस् किन भन्दाखेरि अर्को कुरो के भन्छु भने हाम्रो फलोअपको पनि धेरै कमी छन् यहाँ अब कति बिरामीहरू आयो ढाड दुखेको फिजियोथेरापी 5 दिन गरायो 10 दिन गरायो ठिक भएपछि के भयो भने वास्ता गर्ने छोड्यो एक्सर्साइज पनि बन्द फलोअप पनि बन्द ट्रिटमेन्ट पनि बन्द सबै थोक बन्द गरिदिन्छन् आफूले गर्नुपर्ने प्रोटेक्सनहरू पनि सबै बन्द गरिदिन्छन् त्यसको ठ्याक्क 6 महिनापछि फेरि बिग्रेर आउँछ म उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने प्लिज तपाईँको त्यस्तो समस्या छ र ठिक भएको छ भने फलोअप गर्नुहोस् एक्सर्साइज गर्नुहोस् बडी एउटा मेसिन हो जसरी हामीले आफ्नो एउटा गाडीलाई सर्भिसिङ गर्छौँ त्यस्तै नै बडीलाई पनि एउटा सर्भिसिङ चाहिन्छ त्यो सर्भिसिङ नछोड्नुहोस् शरीरलाई पनि सर्भिसिङ गर्नुहोस् स्पार्क हेल्थ होम एउटा सर्भिसिङ पोइन्ट पनि हो तपाईँको समस्या छ नभए पनि एकचोटि फिजियोथेरापिस्टमा आउनुहोस् फलोअप गर्नुहोस् उहाँसँग भनेको कुरोहरू मेन्टेन गर्नुहोस् पोस्चरलाई केयर गर्नुहोस् बिर्सिनु भएको छ भने फेरि एक्सर्साइज रिपिट गर्नुहोस् महिनामा एकचोटि हुन्छ कि 2 महिनामा एकचोटि हुन्छ कि तपाईँ आफ्नो बडीलाई चाहिँ मेन्टेनको लागि भए पनि फलोअप चाहिँ कहिले पनि नछोड्नुहोस्